नमस्ते जो जसलाई मजालाई पास हाम्रो स्थानीय एकदम आदरणीय हाम्रो भाइ हुनुहुन्छ जात्रामा हाम्रो काबेली धुने खला जो चाहिँ बागमती स्तरीय प्रतियोगितामा प्रथम हुनुभएको हाम्रो रबिन भाइले भने भएर एउटा सानो भला यसरी चाहिँ हाम्रो माटामा यसरी धुन बजाउन अरूलाई भन्दा पनि मलाई हाम्रो रबिनहरूलाई हामी यो कला कर्मीहरूलाई चाहिँ एकदम खुसी लाग्ने रहेछ होइन। रबिन भाइको तर्फबाट एउटा यो धुने बाजे हाम्रो नालामा आएको छ उहाँलाई चाहिँ तपाईँको चेलाहरू पनि भाइहरू पनि केही भनिदिनु न मेरो यो युट्युब च्यानल नारायण पासामा यस्तै नवदुर्गा जात्राको अवसरमा चाहिँ काथली तिमी समूहबाट चाहिँ आदरणीय अब सहकर्मी साथी जे भने पनि गुरु होइन विजय बनमाला सरको चाहिँ नेतृत्वमा एउटा टिम आएको छ र ननस्टप 45 मिनटभन्दा माथि चाहिँ बेसी धिने बाजा चाहिँ धेरै बोलहरू प्रस्तुत गर्नुभयो एकदम खुसी लागेको छ। नाला बजारमा नाला देशमा यसरी धिने प्रस्तुत गर्दाखेरि सबैले इन्जोय गरिरहेको छ। आगामी दिनमा नि अझ धेरै यस्तै प्रस्तुति दिँदै जानु हुन पनि हार्दिक अनि विशेष गरी हाम्रो प्रकाश दाइलाई पनि धन्यवाद जसले चाहिँ हाम्रो धुने खलालाई सानो एउटा चिसो होइन पहिला पनि भगवती मन्दिर दाइ पनि हुनुहुन्छ आदरणीय उहाँले सिकाउनुभयो मैले र हाम्रो सरलाई चाहिँ मैले चिनेको थिएन होइन मैले चिना मलाई त खुसी लाग्यो उहाँको म दाइ पनि रबिनको दाइ पनि होइन एकदम म तपाईँलाई चाहिँ एकदम आभार प्रकट धन्यवाद नमस्ते।